नेपाललाई संघीयताको आधारमा 7 प्रदेशमा छुट्याएको छ। ती हुन् कोशी प्रदेश, मध्य प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश। कोशी प्रदेशमा 14वटा जिल्ला रहेका छन्। मध्य प्रदेशमा 8वटा जिल्लाहरू रहेका छन्। बागमती प्रदेशमा 13वटा जिल्लाहरू रहेका छन्। जनसङ्ख्या धेरै भएको प्रदेश बागमती प्रदेश हो। गण्डकी प्रदेशमा 11वटा जिल्लाहरू रहेका छन्। लुम्बिनी प्रदेशमा 12वटा जिल्लाहरू रहेका छन्। कर्णाली प्रदेशमा 10वटा जिल्लाहरू रहेका छन्। सुदूरपश्चिम प्रदेशमा 9वटा जिल्ला रहेका छन्। बागमती प्रदेशको राजधानी हेटौडा हो। यो परियोजना कार्य सामाजिक विषय अन्तर्गत तयार गरिएको हो। सामाजिक विषयको विषय शिक्षक कल्याणी खड्का हुनुहुन्छ।